हेलो साथीहरु, गुड मर्निङ। वेलकम छ हजुरहरुलाई फेरि पनि सन्जय युट्युब च्यानलमा। अनि आज चाहिँ हामी जाँदैछौँ मन्दिर। मेरो छोराको आज चाहिँ बर्थडे बोय। हस् ल, अब हामी चाहिँ जाँदैछौँ साथीहरु। अनि मेरो बुढा पनि यहाँ रेडी भइसक्नु भयो। सो आज चाहिँ हामी कुन मन्दिर जान्छौँ त्यो चाहिँ थाहा छैन। अब हेरौँ कहाँ गइन्छ, हेर्दै गर्नु होला। अब हामी चाहिँ रुमबाट निस्क्यौँ है। अब हिँड्ने भने चाहिँ गाडी चाहिँ माथि पाउँछ, त्यहाँबाट चढ्छौँ। ल हाम्रो चाहिँ अब सक्यो साथीहरु। अब चाहिँ नानीलाई यहाँ टिका लगाइदिन्छौँ। हामी चाहिँ यहाँ कुन मन्दिरको गणेश मन्दिर आएको छौँ यही चाबेलको। अब चाहिँ हामी जान्छौँ। लगभग सक्यो। हामी चाहिँ अलिकति ढिलो गरेर चाहिँ गेट लागिहालेछ क्या। अनि अब चाहिँ सक्यो। अब चाहिँ हामी जान्छौँ घर। यहाँ हाल्नुपर्छ नि त यहाँनिर लाउनुपर्छ हुँदैन है छुन हुँदैन गाती हाल्ने भयो के भन्नु सक्को दिन त सक्को दिन न सक्को म त सारै छिटी छ के गर्नु चाहिँ खै यो क्यान्डल के त दिलाई त ल्याउन झिकेर यहाँ हाल्नु अब तीनटे नचलाने बहिनी यसलाई काका गर्न जान्छ दाजुको तिमीले दुःख कष्ट गरेको मेरो छोरो भन्छ अनि कसको छोरो त मेरो नभए अनि दिपेशको चाहिँ होइन तेरो चाहिँ अनि हाम्रो भन्नुपर्छ मेरो होइन ए अब देखि भन्नु न दिपेशको चाहिँ मेरो नभएर यो अब धेरै होइन म त यसो सम्झन्छु जन्म दिने बाउ भन्छ ओ यो देउ जन्म दिने चाहिँ आमाको बाउलाई यो पनि बाल्नु पर्दैन होइन मैले नम्बर वाला यो पहिले सबै Happy birthday to you. Happy birthday. Sakura baby number ala. खोइ भाइ छ कहिले म निकाल्दिन्छु तिम्रो पनि आमाको पनि आधै छ भन्नु के भएर आउँदै रहन्छ ज्ञानी नै देख चक्कर लगाउन है भाइको हेपी बर्थडे हो दाउको दाउको ल साकुराको पनि हेपी बर्थडे भन्छ खै साकुराको चाहिँ दुई चोटी आएको हेपी बर्थडे है छोटा साकुराले हेरौ ल दुई चोटी यसको त दुई चोटी पो गर्दै एकछिन है केक काट्न त पैसा छोरा ल यो होला यो यहाँ बर्थडे टु यु बर्थडे टु यु हेपी बर्थडे भनेको यो भाइले हेपी बर्थडे टु मी भन्न दिया
ती पैसा ल्याऊ चाकुरा पैसा सब नमस्ते केटी पहिलिनलाई चित्त बुझा दिदीले काट्दिनुहुन्छ तिमीलाई लाग्ने तिमी जति सक्छ उतै फर्केर जाओस् मेरी भलाइ धेरै पढेर यो यसलाई दिनु त्यो भाइलाई दिनु फुलै फुल खाएर है भाइलाई हो यो मलाई जेरी के केमा दिनु यो बटुकोमा हो त भाइलाई पनि दिनु के भन्नु जेरी ल्याउ लुई यो पनि सक्यो त सानो ल्याउ यो अलिक कम होस् केटाकेटी पनि चक्च कम भएको त केटाकेटी भएको त खानु के भयो भने चाकुरी हात चाहिँ तल छ दुनै सन्जो हजुर त्यो चाहिँ पैसा चाहिँ यस्तो उस्तै हो है पैसा किन परौ ल मामाहरु अलिक कता पैसा त के सम्झदैछ के पाइदिनु अरे यति पर्खमा केक पनि खाइन्छ साकुरालाई पनि दिन्छ ए भाइ जाइन गइछ कहिले राम्रो हुनु अब एउटा थाल देऊ थाल नै नपुगेको होला थाल नै हालिदिन्छु ल अनि त्यस्तै खानुहुन्छ त्यति मात्र हालिदिन्छु ए दाजु ए मेरो लात्ने पनि राम्रो पर्नु बाँकी बाँकी हुनु है धेरै अब कतिजनाले पुगेन थाल देऊ राम्रो ल मम्मीलाई छैन केटलाई त भाइ अझ धेरै केक खानु है त्यति हो चम्ची सन्जो ए मम्मी न सानो थियो चम्ची हो नि सर हो त्यसले भाइ तपाईँलाई खानु हाल्यो खानु एक हाल्नु त्यो हातै मम्मी हुन्छ दाजु को दाजुलाई खाँदैन खै कति छ खै तिमी ए मलाई ए